यहाँ हुनुहुन्छ भन न यहाँ हुनुहुन्छ भ्लगर दाइ अहिले चाहिँ म लाइक एन्ड सब्स्क्राइब गर्नु नभुल्नु होला सबैले हेलो गाइस भनौँ न 3 2 1 हेलो गाइस तपाईहरु मेरो छोटो मिनी भ्लगमा तपाईलाई आज स्वागत छ साथीहरु आज हामी कहाँ आएको भन्दाखेरि हामी चाहिँ फाइनली यहाँ सरस्वती के अरे किसने नागपूजा हैन नागपूजामा हामी जाइछु यहाँ म चाहिँ सेल्फी स्टिकमा बनाउँदै छु त्यो बाद केटाहरुलाई अलिक म देखाउँदिन देखाइदिउँ भनेर यहाँ हुन्छ हाम्रो केटाहरु अगाडि आएर हिँड्दैछ अलिक सेल्फी स्टिकमा अलिक घुमाउँछ हुन्छ त्यही भएर क्यामेरै त्यही भएर मैले देखाइनँ फेरि धेरै दिनपछि पनि बनाएको साथीहरु साथै अनि मेलाको दिनमा मैले बनाएको थिएँ लङ भिडियो हालेको थिएँ फेरि आज मैले बनाउँदैछु देख्न सक्नुहुन्छ त्यही जङ्गलको बाटो घरमै घाट गाछ मैले गर्नु खोजेको भएन नि यहाँ पक्रिने मान्छे नि भन कहिले आउँछ तिमी तिम्रो मलाई सहयोग चाहियो क्या अब म गाडी तपाईँहरूलाई म अगाडिको पनि म भ्यू देखाउँछु होला ल्याउन यार कौशल मलाई गिद्दी लाग्यो यार एकदिन पक्रिदेऊ न यार यहाँ उयो घुमाउँछु मात्रै हो गाडी देख्नुहुन्छ हाम्रो केटाहरू बाबा सुभाष दिइसकेको सुभाषले मागो नि त हिँड्न लो केटा हिँड होइन हुन्छ हाम्रो प्राञ्जल भान्जु कौशल भान्जु हुनुहुन्छ त्यतिर हाई गर्दो उतै आउँदैछ जाउँ जाउँ कति ढिलो आएको थियो कस्ट के हो सकेस् न त के छैन साथीहरू होइन आउँदै साथीहरू हामी नागपूजा फाइनली पुग्न आँट्यौँ भनौँ न पुग्यौँ नै भनौँ न होइन बाटो छ फेरि म चाहिँ भविष्यको सौरभ जोशी बन्ने मान्छे साथीहरू होइन नागपूजा फाइनली अब भविष्यको सौरभ जोशी बन्नै पर्यो साथीहरू यहाँ नागपूजा हुन्छ किन सक्नुहुन्छ तिमीले कति राख्नु होला यहाँ हुनुहुन्छ बिनी हाई गर्दै आइज लु होला त्यही त अब आउनु पर्यो होइन हेर्छौ हेर्दै त बाइकमा चोरी गरेर चोरेर आयो बस्न यहाँ बस्नु सबैजना यता बस्छ अनिबाट ल्याउँदा पनि एक ब्याग पानी पनि एक बोतल लिएर आयो यो तीनजनाको नि फेरि नाम चाहिँ भन्दिनँ अब डुल्न कहाँ छ डुल्न थियो भन त नि सौरभ सब्स्क्राइब गरिदिनु भन न भाइ अब हामी एक ठाउँ शीतलमा बस्छौँ होइन हामी एक ठाउँ शीतलमा बस्छौँ होइन कौशल शीतल हामी ताप्नु भने यहीँ होइन बस्छौँ तिम्रो बस न यहाँ चुपा लागि यहाँ हाई गरिदेऊ ल जाऊ 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 बस न तिमी यार कौशल र म त फाइनल साथीहरू यहाँ मस्त बसिरहेको छौँ होइन यहाँ कौशल तिमी के भन्छौ इन्टरभ्यू दिन्छौ बसेर यहाँ हुनुहुन्छ हाम्रो गोएर स्मृति जान लु मेरो भ्लगमा नबस्छ अन्त अब कौशल तिमीलाई भविष्यमा के बन्नु छ ठिक छ म त गाउँ भाइहरू देखाउँछु गाउँ देख्नुहुन्छ यो हाम्रो गाउँको भाइहरू होइन यहाँ हुनुहुन्छ होइन सबजना भाइ बहिनीहरू सब्सक्राइब गरिदिनु भन्दैछ हाम्रो सौरभले पढ्ने छ पहिला साथीहरू हामी पनि यसरी आउँथ्यौँ सानोमा यसरी धेरै हुनुहुन्छ प्राञ्जल
के छ हालखबर ठिक छ अनि कति धेरै छ अहिलेको भाइ बहिनीहरू हेर्न सक्नुहुन्छ पहिला पनि यस्तै नै हामी पनि अहिले त खै त कोही पनि आउँदैन त नि केटाहरू त अनि हामी मात्रै हो टन्ने आउँछौँ साथीहरू उयो त्यो पूजा गर्ने ठाउँ हो पहिला तेरो मिनी बोला त बोल्नै आउँदैन तिमीलाई के बोल्छु होइन युट्युबमा हाल्न आएको टिकटकमा केमा हाल्दा युट्युबमै त हाल्नु पर्यो हो ल आऊ बस्नु यहाँनिर पनि पूजा हुन्छ यतातिर पनि हुन सक्नुहुन्छ ल भन्नु के अरे नाग पूजा गर्दैछौँ हामीलाई नागहरू राम्रो होस् हामीलाई सुरक्षा होस् हाम्रो गाउँदी भनेर हामी नाग पूजा गर्दैछौँ आज शनिबार 12 गतेको दिन शनिबार 12 गतेको दिन खत्रीबाट बुढो मान्छे र म यहाँ के अरे पूजा गर्दै आज हामीलाई नागराजा नागरानीले रक्षा गरून् ल यता त्यो हुनुहुन्छ हाम्रो राईबाजी यता पनि पूजा गर्नु हुँदैछ ए भाइ होइन यहाँ हुनुहुन्छ हाम्रो सानो भाइ अब कस्तो तिमीलाई अब यसो बस्ने अब यसो कहाँ हुन्छ यस्तो जङ्गलको बारेमा हेर्न सक्नुहुन्छ सबैजना धेरै छ तिमी त जतिखेर हेलो गाइस मात्रै नभन न अलिकति के भन क्या कौशल र मती साथीहरू हामी त अस्ति यस्तो अल्छी लाग्यो भने यस्तो कौशल र म त अब यहाँ ठक्कै यस्तो चौरीको हामी अलिकति ठिक्क यो भ्यू हुन्छ नि साथीहरू तपाईँ हामी देखाउनु जाँदैछौँ यो अलिकति अब हुन्छ नि त्यो म अलिक बोल्न भन्दा पनि त्यहाँ मैले अलिअलि भिडियो गरेँ होइन तर ठिक छ हामीले अब भ्लग बनाउने मैले अलिक अहिले त म हालिरहेको छु अस्ति हालेँ हिजो हालेँ फाइनल साथीहरू होइन म हालिरहेको छु भ्लग हालेको छुइनँ भन्दिनँ तपाईँहरूले नि हेर्न सक्नुहुन्छ गएर होइन अब कस्तो छ अब के भन्दा होइन घरिघरि अगाडि क्यामेरा मेरो बाबाले आउँछ होइन म राम्रो आउँदैन भने मलाई आइफोन चाहिँदैन म भन्दिनँ मलाई यही फोनमा पनि ठिक छ तर म यसो नै क्या साथीहरू भ्लग बनाउँदा नि मलाई खुसी त खुसी मिल्छ होइन कोहीलाई टाइम पनि पाइँदैन होइन खै जानु गएको तिम्रो म ठक्क अब के कहाँ जानु कस्तो नभएर नि टचै हुँदैन गाइस यो रुख छ नि यो रुखको तल क्या त्यो पूजा हुन्छ यो जङ्गलमा क्या ठक्क क्या जङ्गलभित्र हुन्छ होइन हाम्रो नाग पूजा चाहिँ हाम्रो सरको म तपाईँलाई के अब त्यही तपाईँहरूलाई म होइन सुनाउँछु होइन कहानी अहिले हाम्रो यहाँनिर ठक्क हाम्रो मिचान टसीको प्लेयर आउनुहुँदैछ हाम्रो यहाँ धामी बङ्गालको हाम्रो केटाहरू पनि आउँदैछ ठक्क होइन त ठिक छ होइन हाम्रो केटाहरू यहाँ भाइहरू आउँदैछ मिसान भाइ हुन्छ टसीको प्लेयर बबाल होइन खतराहरू ल केटा केही भन्दैन त्यहाँ अलिकति भ्लगमा यार ठिक छ ठिक छ सब्सक्राइब ल थ्याङ्क यू भाइ अभिषेक ब्लगर हाम्रो हुन्छ यहाँ घन्टी ओ नि ल त्यहाँ त पैसा नदिने यार त बिला नगर्नु प्लिज ल लाइक सब्स्क्राइब हालिदिनु होला ल हाम्रो 6 रुपियाँ ज्यान्सो गर्नेहरूले गर्दैन त ऊ ल जाउँ त्यो त्यही होइन तिम्रो गर्लफ्रेन्डलाई देखाउनु के अरे गर्लफ्रेन्डको नाम कृष्णलाई होइन बुनुलाई देखाउनु भाइरल बनाइदिनु है भाइरल होइन ठिक छ जान आँटेको होइन स्नेक होइन त्यहाँ हुँदैन क्या भन्दैन साथीहरू अब के गर्नु अहिले म तपाईँहरूलाई म फाइनली अहिले म तपाईँहरूलाई देखाउँछु होला हेर्न सक्नुहुन्छ यहाँनिर भाइ बहिनीहरू कति छ होइन यहाँ धेरै छ पहिलाको जस्तै होइन हेर्न सक्नुहुन्छ हाम्रो सिसी भाइ पनि यहाँ छ सबैजना धेरै छ होइन भाइ बहिनीहरू गाइज अहिले त धेरै छ भाइ बहिनीहरू पनि होइन हाम्रो केटाहरू पनि छ बसिरहेको गाइज यहाँ म त मस्त ठक्क बसिरहेको छु गाइज लास्ट यसो अब गर्मी छ अब शीतलमा बस्नु पर्यो होइन बस्नु यार भाइ बस यहाँ छ गर्मीमा आउँछ उता बस उहाँ उहाँ छौ अब अर्को म के भन्नु होइन दाइको भ्लगमा लाइक एन्ड सब्स्क्राइब गर्नु नभुल्नु होला बस न बस होइन अभिषेक दाइ अब त पुस्ता उता पूजा हुँदैछ म त बस्दा बसिरहेको छु होइन कहाँ जान्छौ अहिले डुल्नु त कहाँ जान्छ जङ्गलमा के डुल्नु ल सबैजनालाई हालो गाइज भन्नु
धेरै छ भाइ बहिनीहरू आज चाहिँ मैले नाग पूजा भगमाउँदैछु यता पनि भन्नु लाउनु अहिले म भन्नु लाउँछु हेलो गाइस अब धेरै हेलो गाइस ए स्टोरेज फुल छ जामडे हेलो गाइस भन्नु कालै बस तिमीहरू सबजना बस न यार केटा हेलो गाइस भन्दैन सबैले भन्दैन एक एकजनाले भन्छ होइन पाले फुलो भन्छ तर ठिक छ गाइस त्यहाँ मसौदातिर पूजा हुँदैछ अहिले म तपाईँहरूलाई म अहिले देखाउँछु हाम्रो हुनुहुन्छ बालेन दाई यतातिर अब म पनि देखाउन चाहन्छु यहाँनिर चाहिँ हाम्रो ह्यान्डसमले भिडियो गर्दैछ म पनि यहाँनिर देखाउन चाहन्छु तपाईँहरूलाई हिरो यहाँनिर सधैँ दाइले यहाँ मस्त अगरबत्ती बाल्नु हुँदैछ उतातिर नगलाउने बाउनुहुन्छ त पक्न त तँलाई के खतरा छैन नि यहाँ भनेको मस्त क्या हिलो यहाँ मस्त बाल्नु हुँदैछ अहिले हामीले पछि टेन्सन गर्छु भाइ अब यहाँ मस्त त पनि हामी पनि ढोग्यौँ आउनु अगरबत्ती लिएर हामी जाउँ गाइस हाम्रो हुन्छ यहाँनिर हामी त कृष्ण सर यहाँनिर कृष्ण सरले पनि हुन्छ कृष्ण सरले अब यहाँ पूजा गर्नुपर्ने कृष्ण सरले हाम्रो पूजा गर्नुहुँदैछ यहाँ देख्न सक्नुहुन्छ ओ यहाँ मेरो देखाऊ केटा यहाँ देखा न म देखाइदिन्छु ल ल हामी चाहिँ टाढाबाट देखाइ छोड्नु मेरो यहाँ दर्शक पनि देख्नुहुन्छ अब भाइ जान अगरबत्ती लिएर आयो गाइस मैले फाइनली यहाँनिर अगरबत्ती गाडिसकेको छु हाम्रो कृष्ण सरले भिडियो गर्दैछु यहाँ हुनुहुन्छ उता यता यता जाने यता यता सबजना केटाहरू हाम्रो सब केटाहरूले त यहाँ होइन मस्त अगरबत्ती बाल्दा केटा हान्न अगरबत्ती बाल तिमीहरू पनि पालै पाल हान न तिमीहरू किन हात्तिन्छौ क्या ल आन केटा ल गाड्न सबै गाड्न गरे गाडेको त गाडेको हाम्रो ल यहाँनिर हल्लाले ढोक गरिसकेछ अब हल्लाको तिमी त निस्कि के गरेको यहाँ पूजा गरेको देखेनौ निर्लज हुनुहुन्छ हाम्रो निरज सर यहाँनिर ढक्क अब ल छिटो त राम्ररी तँ इच्छा माग्ने तँलाई के गर्नु छ के बन्नु छ राम्ररी नाक भनेको एउटा देउता हो होइन फाइनली साथीहरू होइन मैले चाहिँ गरिसकेको छु अर्को म के भन्नु तपाईँहरूलाई मैले त फाइनली गरेँ होइन मैले त गरिसकेँ होइन यहाँ हुनुहुन्छ हाम्रो मिसान भाइ के भन्नु न मिसान भाइ के यहाँ फेरि हाम्रो बुनुहरूले यहाँनिर यता 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 गर न होइन तिमीलाई भने ल बिने गाड न यहाँनिर यहीँ गाड यहाँनिर त नाग पूजा हुन्छ साथी होइन के भनेको नाग अब हाम्रो बालेन सरले यहाँनिर बालेको मैले अब यहाँ म देखाउँदैछु यहाँ भर्खर त यहाँ हाम्रो हुनुहुन्छ बालेन दाइ यहाँनिर ठक्क अगरबत्ती बालेको बालेको यहाँनिर अब ठक्क होइन यहाँ उयो हुन्छ ठिक छ केही पनि हुँदैन होइन त्यो सबै जहाँ गाडे पनि होला त्यो केही पनि हुँदैन गाड्नु हो नि त तैँले पूजा गर्नु हो नि त अब ठिक छ अब हामीले गरेन भने ठिक जस्तो भयो भने क्यामेरा घुमाउनु यहाँ हाम्रो साथीहरू म तपाईँहरूलाई देखाउँछु क्या केटाहरू चाहिँ हामी ठक्क होइन यहाँनिर अब पूजा गर्छु होइन म त एउटा हातले गरेको छु साथीहरू ओ त कसरी म त्यो म भ्लग बनाउँदैछु नि त त्यही भएर हिँड न प्राञ्जल हिँड प्राञ्जल तिमी हिँड हाम्रो यहाँनिर केटाहरू प्राञ्जल हुनुहुन्छ जम न जम बिस्तारै जम झोस् हौ मलाई नहिँड्न दिने हामी केटाहरू सब हुनुहुन्छ होइन सक्नुहुन्छ गाह्रो पर्छ झोस दिला गोटी मलाई जम हिँड न हिँड छिटो हिँड ल त हिँड छिटो हिँड भान्जे ल कस्तो यार स्लो हिँड्छ यार
गाडी छैन म हाम्रो गाडीकै छैन त अब गाडी यहाँनिर मस्त पूजा गर्नु हुँदैछ यहाँनिर हामी गाड्छौँ तिमी मलाई सिकाउनु पर्दैन ल यहाँ हुनुहुन्छ हाम्रो केटा भाइहरू भाइ के भन्दैन यार मेरो च्यानलमा सब्स्क्राइब हान्नु सब्सक्राइब हान्नु के च्यानलको नाम भन्दैन अनि मेरो च्यानल अनि लु च्यानललाई यसो प्रमोसन गर न त तिमीहरू गरिदिन्छु नि त म कह न सब्स्क्राइब गर्दिनु होला नत्र हामी रिपोर्ट हान्नु यो हालिदिनु म सुसुकडा छु उता गर्ने हैन हुन्छ केही पनि हुँदैन हिँडिन् केटा ए मैले गरिसकेँ मलाई अब फेरि ततिर पछि आउनु म गएर बस गाइस म त गइसकेको छ अब यहाँ हल्लाको फेरि देखाउनु पर्ने अरे ए गिद्दी पनि गाड जा होइन ठाउँ यहाँ हाम्रो हल्ला हुनुहुन्छ मैले अघि गरिसकेँ अब म त एक राउन्ड मात्रै हाने त राम्रो गाड गाइस लास्ट क्या ढोक ढोक म त राम ढोकिन होइन तेरो पछि मात्रै घुम्नु यहाँ हुन्छ हाम्रो भाइ बहिनीहरू प्रसाद पानी खाने केटा हामी पनि भविष्यको हाम्रो इन्जिनियर हो केही भनिदेऊ न यार मेरो क्यामेरा छ भन्नु हो क्या देखाइसकेको कति देखाउनु यहाँ हुनुहुन्छ हाम्रो दाजु कति लामो बनाएछ भन्नु न मलाई काल्छु भन्नुहुँदैछ गर्मी भयो त हो यार कसो पानी खाऊँ न हामी पनि यार पानी खाऊँ न तरभन्दा लास्ट क्या गर्मी छ क्या अहिले म तपाईँहरूलाई म देखाउँछु लास्ट गर्मी भयो साथीहरू मलाई चाहिँ यहाँ आउनुहुन्छ भन न हुनुहुन्छ भ्लगर दाइ अहिले चाहिँ म लाइक एन्ड सब्स्क्राइब गर्नु नभुल्नु होला सबैले हेलो गाइस भनौँ न 3 2 1 को हेलो गाइस हेलो गाइस हेलो हेलो यो लाइक हो युट्युब च्यानलमा सबैले लाइक सब्स्क्राइब गर्नु होला अनि लाइक गर्नु नभुल्नु होला है अनि सब्स्क्राइब पनि सब्स्क्राइब गर्नु होला अहिले भर्ने साथीहरू होइन छोडो न यहाँ भर बिलले म हुँदैथ्यो फेरि फाइनली मैले बनाइसकेँ म त गएको यार बस्यो एक्लै होइन हन्टिङ सन्टिङ हामी चप्पल लिएर छ यार उयो चप्पल लिएर त जाउँ त कसो जाऊ न आफै गाई चरो भन्दा त लास्ट क्या अति नै गर्मी छ आज तपाईँहरूलाई म देखाउँछु फेरि गाई छैन कस्तो अति नै गर्मी चाहिँ गाई धेरै छ क्या त्यो गर्मी भन्दा चिज नै होइन भन्नै सक्दिनँ कि लास्ट गर्मी छ अब ठुलो हामीलाई नबिर्सिनु ल म कसैलाई बिर्सिदिनँ क्या म झन् म सपोर्ट गर्ने हो म सक्सेस भए पनि म मान्छेलाई सपोर्ट गर्ने मान्छे हो क्या म त्यतिको चाहिँ म सोध्छु क्या ल म त्यस्तो पनि छैन क्या जस्तो होइन म प्रमोसन हानिदिन्छु मैले त अहिले सक्सेस भएको तिमीको कहाँ सक्सेस के अरे प्रमोसन हानिदिने त मै नै सक्सेस भएको छैन पहिला मलाई सक्सेस हुन थियो अनि पो हो त यार गाइस हामीले यो नागपूजादेखि होइन त तल माथि अलिक जाँदैछौँ होइन यो जङ्गलले यो के भन्छ यसको नामै आउँदैन नागपूजा छेउ भनौँ न त हामी माथि अलिक जाँदैछौँ होइन अति नै क्या छ गर्मी त क्या त्यो भाइ बहिनीहरू धेरै छ भ्लग बनाएको देखेँ कि हाइसाइ गर्नु थालिहाल्छ क्या अनि त्यही अलिक गर्मी हुने क्या मलाई त होइन गाइस लास्ट गीत क्या त्यहाँ हामी त यहाँ बसमै 4 बाटोमा ठक्क क्या बबाल क्या कसले अनि चाहिँ होइन हामी त यस्तो मस्त क्या यो जङ्गलमा घुम्दैछौँ मस्त क्या साथीहरू गाई त्यति लामो पनि हुँदैन आजको भ्लग चाहिँ लङ होइन ठिक छ म भ्लगमा आउँदैछु म त्यही खुसी लाग्छ हाम्रो केटाहरू अलिक भ्लगमा अलिक उयो गरिदिनु हुन्छ म त्यही खुसी लाग्छ क्या अर्को चाहिँ तर ठिक छ ओ यार मरङ्गे भेटेन जोतमा हिँड्नु त हिँड्नु मरङ्गले भेट्छ जोतमा अहिले मरङ्गले भेट्यो भने त रुन्छ नि फेरि केटा हो तिमीहरू त कस्तो पोल्छ महिना पो पोल्छ त
गाइस हामी त मरङ्गीले भेट्छन् हामी त गएनौँ होइन गाइस हात फेर्दै मात्रै भ्लग बनाउँदैछ हात साह्रै गल्यो क्या मेरो हात फेर्दै भने मात्रै भ्लग बनाउँदैछ अभिषेक दाईको भ्लगमा लाइक एन्ड सब्सक्राइब गर्न भन्नु होला अभिषेक दाई वाटर भन्न आउँदैन कि मैले यस्तो के भन्छु ल भन्दैन त ल मिनिङ वाटर के वाटर र मिनिन त्यसले म मुख धुँदैछु यो भिडियोलाई होइन लाइक र सब्सक्राइब गर्न नबिर्सिनु होला अनि यो भ्लगको नाम चाहिँ अभिषेक धिमाल छ ल ल ब्लकको नाम अनि भ्लगको नामै अभिषेक च्यानलको नाम चाहिँ अभिषेक धिमाल हो च्यानलको नाम चाहिँ हो गर्मी अब नब यसकिन आराम गरौँ गाइस म त यसको क्यामेरा बन्द गर्छु साह्रै गर्मी छ होइन आराम गर्नु पनि पर्छ हात पनि साह्रै गलिसकेको छ साथीहरू मेरो यहाँनिर यहाँ पूजा सुजा भइसकेको छ अब यहाँनिर टिका सिका रेडी भयो मेरो टिका सिका यहाँनिर सबजनाले लाइन बसिएको छ टिका लगाउन यहाँनिर भाइहरू बहिनीहरू होइन गाउँको दाइहरू बाजेहरू हामी बसौँ त यहाँ ठक्क पहिला यहाँ टिका लगाइदिनुहुन्छ हाम्रो बाजेले अब यहाँनिर तिमी लानुपर्छ जो यहाँ हाम्रो हल्ला पनि लाइनमा बसिरहेको छ मस्त लाइनमा बसिरहेको छ हेर्न सक्नुहुन्छ लाइनमा मस्त बसिरहेको छ यतै बुझ्ने खानाको लागि हेर यता यता अहिले कति साल हो 2083 साल हामी वैशाख के अरे 12 गते शनिबारको दिन आज हामी नाग पूजा गरेर बच्चा बच्ची बाल बच्चा दाजुभाइ दिदी बहिनी सबैजना मङ्गलारे वार्ड नम्बर 2 बस्ने धनकुमारी परिवार यो ठाउँमा जङ्गलको एक्लासको ठाउँमा हामी के अरे यो नाग पूजा गरेर रमाइलो बच्चा बच्ची सबै बुढा पाका आमा बाउ दिदी बहिनी दाजुभाइ सबैजनासँग हामी हाँसी खुसी छौँ हामीलाई युट्युबमा बोलाउनु भयो भने म धनकुमारी परिवार वार्ड नम्बर 2 बस्ने मङ्गलारे हुँ युट्युबमा रिचार्ज गरिदिनु होला जानु भाइ यहाँ हुनुहुन्छ हाम्रो सानो भाइ टिका लगाइसकेको छ यहाँ बाजेले मस्त टिका सबलाई लगाइदिनुहुन्छ हाम्रो के छ यार ह्यान्डसम भ्लगर यहाँ ह्यान्डसमले पनि भ्लग बनाउँदैछ ठक्क म पनि यहाँ मेरो भिडियो गर्दैछु म त यहाँ ठक्क यहाँनिर हेर्न सक्नुहुन्छ मम्मी चाहिँ सबैजना बाजेले मस्त टिका लगाइदिनु हुँदैछ ठक्क हाम्रो केटाहरू सब के हो 2500 यस्तो 2500 मा दिदैछ अरे यस्तो 2000 यहाँ यस्तो त खल्दै छ यहाँ भिडियो उयो छ यहाँ छैन ल मेगामा आउँछ त मिकी माउस न यहाँ बिचमा छैन आइफोन 7 खै देखाइन साथीहरु आउँदै हामी टिका लाउन आडेको यहाँ बाजेले मस्त टिका लगाइदिनुहुन्छ ठक्क केटाहरूले सब टिका लाउँदैछ अब हामी पनि लाउँछौँ अगाडि अब त के चाहिँ भन्नु छ तपाईँलाई होइन अब यसो अब पूजा भएपछि त लाउनै पर्यो मैले फाइनल टिका लगाइसकेँ कस्तो देखेँ साथीहरू मलाई भनिदिनु होला सबजना हामीले टिका लगाइसकेको छु भन हामीले टिका लगाइसकेको छौँ है अनि भन नि त टिका लगाइसकेको मैले भन्छु मेरो कपीदेखि नै हान्छु भन्छु कि तिमीहरूले मैले रातो टिका लगाएको छु मैले सेतो लाएको टिका म रातो लाउँछु कालो यसले हरियो लगाइरहेछ हैन मैले सेतो लाएको छु मैले रातो लाएको छु भन्न यार यो भाइ खै यो भाइ यो भाइ खाना आफ्नो घरमा नि लाइदिन्छु हैन भिडियो बनाउने छ तपाईलाई ओइ के गर्छ जस्तो लागिरहेछ तँलाई ओइ वा यता यता ओइ खाए बिल्लाले नगर्ने यार खाँदैन हैन गरिरहेछु नि त अब चाहिँ यहाँ चक्लेट बाँड हुँदैछ हाम्रो दुरेन दाइले सक्नुहुन्छ ए म त हात अब भ्लगमा चाहिँ त यता यादै गर्ने नि त कौशल किन याद नगर्नु
तँलाई कति देखाउनु भन्छ बेटे जाऊ इधर रेलमा रेलमा डान्स लाइनमा हो हेलो गाइस हेलो गाइज म भ्लग बनाउँछु जनताको लागि मेहनत गर्छु दिन रात तर चाहिन्छ हामीलाई डाइलग हान्दै तेरो डाइलग हान्दैन एउटा अलटाइममा म पैसा होला हुने नि हान्न भ्लगको डाइलग तेरो मोबाइल हैन हान्नै मेरो भ्लगमा डाइलग हान्दैन अस्ति हान्न ल जाउँछ गाडीले डाइलग चाहिँ खर्च हान्छ होइन अझ लजाएर आएको किन हो होइन म आएपछि भाइरल हुन्छ नि आएको मेलामा तिमीहरू हान्दैन डाइलग क्या डाइलग हान्न भनेको साथै अब यहाँ प्रसाद बाँड्ने सिका लाएर हुँदैछ अब तपाईँहरूलाई मैले देखाउँछु साथीहरू साथीहरू होइन अहिले यहाँको भाइ सब घर गइसकेको छ अब यहाँ चाहिँ हामी मात्रै छौँ यहाँनिर चाहिँ यहाँ दाइहरू अब त यति मात्रै छ सबैजना गइसकेको छ पैसा मन चाहिँ धेरै हल्ला थियो कस्तो बिल्ला तिमी थियो बिल्ला नहुन धेरै धनी बोलिसक्छ नुहाउने बेला भइसक्यो जान भाइ के छ तिमी हाल खबर भन्दैन त तिमी मगाउनु मात्रै देखिन्छ चिसीलाई चाहिँ त्यस्तो बिल्ला त नहुँदैन यार कस्तो खाइदियो हेर्न हेर्न बिल्ला सक्नुहुन्छ हाम्रो केटाहरू यहाँ त्यस्तो बिल्ला त नगर त त्यो त बिल्ला हान्दिन यहाँ हुनुहुन्छ होइन सर्छ भुजा मात्रै यार यस्तो चाहिँ नगरेर आरी बोक्छ भनेपछि कस्तो कस्तो बिल्ला त्यहाँनिर अघि त्यहाँ मुचारी लिएर भागेको जङ्गडा घर बिस्तारै खाएको राम्रो माछा हाल्छ गाई छ भनेर नाच्नु पनि सक्यो होइन अब अरू तपाईँहरूलाई के भन्नु गाई चाहिँ अब भएर होइन त्यो छतमा छ भने चाहिँ गाई छैन यहाँ अहिले भर मैले तपाईँलाई तयार देखाएको त्यसमा चाहिँ बुनिया थियो सबैजना केटाहरू मिलेर खाएको हामीले होइन गाई त मलाई खाना पनि पाएन केटाहरू खोज गर्दै थियो सक्नुहुन्छ गाउँको दाइहरू होइन उता पोखरी नआउँदैछ यता बालन्दा हुनुहुन्छ साथीहरू होइन अब त्यो म तपाईँहरू के भन्नु हाम्रो केटाहरू अगाडि अगाडि जाँदैछ गाइस होइन गाइस पुरा सुधा भएर होइन ढक्क 50 लगेर अब गाउँमा बाँड्नुपर्छ नि त त्यही भएर गाइस हामी चाहिँ जाँदैछौँ घरतर्फतिर लाग्यौँ गाइस हेर्न सक्नुहुन्छ केटाहरू मात्रै छ गाइस त्यस्तै छ होइन के गर्नु केटाहरू अगाडि हिँड्दैछ
लानेको अहिले जाँठाला एक खान्छ ल किन सक्नुहुन्छ हाम्रो केटाहरू अगाडि अगाडि जाँदैछ ओ ओ दाउरेहरू ओ दाउरे सर ओइ पोखरे गाइस चौरीको भ्यू हेर्न सक्नुहुन्छ दामी छ नि बवाल होइन साथीहरू हाम्रो हुनुहुन्छ ह्यान्डसम सर फोटो खिच्ने अरे हो नागेर के बनायो तिम्रो हालत त्यो के हो देख सकते हैं गाइस हम ग्राउंड पे आ चुके हैं भन्ने म बनाउँदिनँ त्यस्तो होइन भण्डी त पैसा दिन्छु दिनुहोस् भन् त्यति मात्र भन् कति एक वर्ष हाडेन तर लास्ट शरम भने चिज छैन भाइ कस्तो मैले तिरेको छैन म्याक्रिलाले सुताइदिनु तिरेको मैले 2 मिलियन भयो 2 मिलियन गाइस अब साथीहरू यहाँ फोटो खिच्ने होइन गाइस यो भिडियो कस्तो लाग्यो मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु नभुल्नु होला गाइस अब उदाहरू हुनुहुन्छ अब हामी त गाइस फोटो खिच्छौँ आजको ब्लग बाई साथीहरू